अनि राम्रै कुरा हुँदै गयो। अनि उहाँले मसँग फोन थिएन नि त, त्यो अनि फोन नभएको कारणले म खासै अनलाइन आउँदिनँ थिएँ। अनि अनलाइन नआएको कारणले उहाँले मलाई ब्लक गर्नुभयो। अनि फेरि आफै खोल्नुभयो, माया लाग्यो रे अनि खोल्नुभयो उहाँले आफै। अनि म तिमीलाई एउटा फोन ल्याइदिन्छु भन्नुभयो। अनि म भो भने मानिनँ, अनि ल्याइदिन्छु भन्नुभयो। भो भने म साथीहरूको कसैकोबाट अनलाइन आउँथेँ, कहिलेकाहीँ आउँथेँ। अनि भो भने मान्नु भएन। अनि उहाँले मलाई अनि फागुन 2 गते भेट भएको थियो हाम्रो। अनि भेट भएपछि उहाँले चाहिँ मलाई यो औँठी गिफ्ट दिनुभएको थियो होइन। त्यति बेला त मैले केही दिइनँ गिफ्ट, अनि उहाँले यो दिनुभयो। अनि भेटेपछि बोलचाल राम्रो भयो हाम्रो होइन। अनि उहाँसँग अनि नबोली बस्न नसक्ने भयौँ क्या हामी। अनि अनि म पनि फोन बोल्दा रुने, उहाँ पनि फोन बोल्दा रुने होइन। अब म कहिलेकाहीँ मात्र आउँथेँ अनलाइन। अनि त्यही भएर अनि उहाँले अब हामी बिहे गरौँ भन्नुभयो होइन। नाइ भने अनि मैले